गाउँछु मेरो युट्युब गाउँ है साथी यो कस्तो हुँदैछ गाइज वेलकम ब्याक माई न्यू ब्लग। फाइनली म आज आएको चाहिँ दसैँलाई बाटो पुऱ्याउन सबै साथीहरू गइसके। दसैँ स्पेसल पुरै बाटोहरू बनाउनु पर्ने हुन्छ होइन, स्याङस्याङ फाल्नुपर्ने हुन्छ। अब म निस्किसकेँ, अरू केटाहरू त गइसकेँ, सायद म लास्ट परेर आज म ल जाँदैछौँ। यो कुहिरो पनि लगाएको छ होइन आज गाउँमा, धानतिर धान हो यो होइन, पुरा कुहिरो पनि ठक्क ढाकिरहेको छ। म निस्किसकेँ अब बाटो बनाउन गाउँमा, त्यहाँ भेला बस्नुपर्छ होइन, भेला पारेर एकैचोटि जानुपर्ने हुन्छ। ल म पनि निस्केँ, नास्ता केही गरेन, सिधा उठेँ, रसर गरेँ, उठेँ म है, सबैजना हिँडिसकेँ, अब जाँदैछु। ल त्यहाँ कोही कोही यहीँ रहेछ यार, ठिकै छ, यहाँ साथी भेट्यो होइन, गाह्रो हुन्थेन त एक्लै जानलाई, लाज हुन्थ्यो, तर छिटो निस्किन्छ कति ढिलो सुतेँ भन्थेँ होइन। सो म निस्किसकेँ, अब हेरौँ कस्तो हुँदो रहेछ आज माहौल, त्यहाँको धेरै मान्छे हुन्छन्। ल यो मध्यम 6 भनेर आएको होइन, यो 6 बजे भनेर यहाँ बस्ने भने, काम गर्ने सुरु गर्ने भनेको अहिलेसम्म कति भयो, 7-14 भयो, बल्ल मान्छे आउँदैछन् है। अब के भन्ने यो जनताहरूलाई अब होइन, खानपिनमा त फर्स्टै हुन्थ्यो सबैजना, अहिलेसम्म मान्छे आएको छैनन्। के हेरौँ है, यति नै हो मान्छे, थोरै मान्छे छैन, 200-300 घरका मान्छेहरू यति नै हुन्। खानपिनमा भनेपछि त फर्स्टमै हुन्थे, के हो कहिलेसम्म यो डेभलप हुने हो थाहा छैन, कहिलेसम्म जनचेतना हुने थाहा छैन, घाम चर्किसक्यो कहिले गर्ने यो काम थाहा छैन होइन। ल सामान्य निकायसम्म पुगोस् है यो कुराहरू, छैन मान्छे कोही छैन। ल अब त्यहाँ चाहिँ बस्ने भनेको थियो, त्यहाँ छैन है मान्छेहरू, कोही पनि छैन, हामी त्यहाँबाट फर्किसकेछौँ, अहिलेसम्म आएको छैनन्। यही हो मान्छे हाम्रो जनता, मध्यम 6को होइन, वार्ड नम्बर 6को मान्छेहरू छैनन्। के भन्ने अब मेन मुख्य मान्छे नै छैन यहाँ होइन, समितिको मान्छे कोही छैन। जनता आएर के गर्ने हो, मेन मान्छे आउनु पर्ने हो, अहिलेसम्म आएको छैनन्। अब कसलाई के भन्ने हो थाहा छैन होइन, कसैलाई केही थाहा छैन, के गर्ने, कहाँ जाने, कहाँ काम गर्ने हो, यहाँ मान्छे छैन। यहाँ हामी एउटा चौकीदार राखेका हुन्छौँ, त्यो पनि आएको छैन। अनि समितिको मान्छे कोही छैन, कसलाई भन्नुपर्ने हो, के गर्नुपर्ने हो, कसैसँग डिसिजन लिने हो। यहाँ रुखहरू सबै छोएको छ, बत्तीहरू, मान्छेहरू कोही छैन, कसलाई भन्ने हो कसैलाई थाहा छैन। मान्छेहरू टन्नै छन्, तर कसैलाई अल्पत्र मान्छेहरू, काम गर्ने कि नगर्ने, के हो पहिला सुरु गर्ने, कहाँदेखि सुरु गर्ने, सेक्टर हो कि के हो छैन, आफ्नो तानमा गइरहेको मान्छे सबैजना निस्किँदैछन्, आफ्नो सेक्टरतिर जाने भनेर आफै डिसिजन लिँदैछन्। अब भोलि गएर के गरेर कसलाई जवाफ दिने हो होइन। अब हिँडिसक्यो मान्छेहरू, जनताहरू वाक्क भइसक्यो, समिति को भन्ने त थाहै छैन मेन त, यहाँ कोही छैन है। अब को छ, कसलाई सोध्ने अब यो, कहिलेसम्म यो हो, अब कहिलेसम्म यो गर्ने, अब यस्ता कामहरू खालि मुख मात्रै चलाएर त हुँदैन यहाँ होइन। समिति पनि आएको छ, पहिला समिति मान्छेहरू होइन, मेन मान्छेहरू आइदिनु पर्ने हो, अहिलेसम्म आएको छैन। यो चाहिँ कसलाई भन्नुपर्ने हो, समिति निकायसम्म पुगोस् होइन। यो चाहिँ डेभलप हुने भनेको त यो त 50 साल पछाडि नै छ अझैसम्म। अब के हो है, अब म देखाउने चाहिँ एकछिनमा फेरि कति बजी सुरु हुन्छ काम भनेर होइन। 6 बजे काम सुरु गर्ने भनेर मान्छेहरू, अब यहाँ मिललाई, यहाँ मिल चाहिँ धान कुटाउँदैछ अरे, यहाँ चाहिँ अब यसलाई वेट गर्नुपर्ने होइन। त्यति बेलासम्म त हामी खाना खाएर आइसक्थ्यौँ होइन। अब उसलाई अब पर्सनल कामको लागि हामी वेट गरिदिनु पर्ने होइन। अब यी मान्छेहरू कोही आउँदैछन्, कोही कहाँ हो निस्के छैनन्। अब यो मिललाई वेट गर्नुपर्ने हामीहरू। अब यति बेलासम्म हाम्रो घरको काम पनि थुप्रै हुन्थ्यो, घर काम सघाउँथ्यौँ होला होइन। यसलाई यो लाइन काट्नुपर्ने अरे हामीहरू, यो काट्नु पर्दाखेरि अब यो मिललाई वेट गर्नुपर्ने। अब के भन्ने मान्छेहरूलाई अब होइन, उसको पर्सनल कामको लागि हाम्रो पर्सनल काम छोडेर आएको छौँ, उनीहरू कहिले बुझ्ने हो। मान्छे कोही आउँदैछन्, थाहा छैन अब कहिलेसम्म सुरु गर्ने हो। यो जनता यति नै हो, 2-3वटा टोलका मात्रै छन्, यहाँ 8-9वटा टोल छन्। अब के गर्ने थाहा छैन, कसैलाई थाहा छैन, अल्पत्र छन् मान्छेहरू। अब कसलाई के भन्ने हो भने थाहा छैन है। ल यस्ता खाना अब समितिहरू छैन, अब यसलाई वेट गर्नुपर्ने। हामी मिल छ यहाँ, मिल चलाइरहेको अरे, यति बेलासम्म हाम्रो घर काम सकाइसक्यो। निस्के मान्छे बल्ल निस्के, ए निस्के, अब निस्के बल्ल निस्के मान्छेहरू। अब यी साथ कति बजे भनेको थिएँ, 6 बजे भनेर बल्ल निस्केछन्। अब स्टार्ट गरेँ, आफै कसैले थाहा छैन के गर्ने, आफै सुरुमा काम गर्दैछन् अब होइन। के भन्ने अब, कसलाई के भन्ने, अब के भनेर कसलाई भन्ने हो, सुरु भइसक्यो काम होइन। अब त पत्ता छैन समितिको, अब डिसिजन के गर्ने थाहा छैन। आफ्नो सेक्टर गर्ने हो कि मिलेर गर्ने हो कि मिटिङ गर्ने हो थाहा छैन। आइसक्नु भएको रहेछ, यहाँ उहाँ हुनुहुन्छ होइन, बुक लिएर आउनु भएको रहेछ। अब के भन्ने, अब सोधपुछ पनि गर्दाखेरि के गर्ने होइन यिनीहरूलाई।
ठिकै छ आफै विचार गरौँ होइन पढेका लेखेका हुन् हामी भन्ने पनि साथी त लाग्दैन सुरु गरिसके जनताहरू आफै सुरु गरे के हो भनेर थाहा छैन होइन ल हामी काम सुरु भइसक्यो है हाम्रो जनताहरूको काम सब काम चल्यो काम हाम्रो अब मध्यम छेउको होइन यो अब दसैँको लागि होइन त्यसले साइला के छ विचार भन त यत्रो टाइमसम्म ओडी गऱ्यो होइन ल स्टार्ट गरिसक्यो नि कोही गर्दैछन् हामी हिँड्दैछौँ अब यहाँ चाहिँ भाग बाँडिएर रहेछ यतापट्टि अर्कै टोलको यतापट्टि हाम्रो रहेछ गर्दैछ काम मान्छेहरू साइला हिँड्दैछ ल सुरु भयो अब यहाँ लाइन पनि काटिदिइसकेँ कति साइला यो कति बज्यो यो लाइन कति बज्यो अब सुरु गर्छौँ ए 7:30 भयो है 6 बजे भनेर 6 बजे यहाँ चौकीदार चिचाएर बल्ल सुरु गरेँ हामीहरू अब केही छैन कोही छैन मान्छेहरू केलाई सोध्ने आफ्नो यो अब कसैलाई सोधेर गर्न लाग्यो होइन आफ्नै पाराले गरेको यहाँ मान्छेहरू गर्दैछन् ल भाइ कतिपट्टि विचार गई ताइंगे जनता के ककरो खन पूछ के बनू करे हमरा होइन भाइ सुरु भयो काम ए तार सुनला यहाँ धन यहाँ लाइन काटिदिएर आएको छ होइन काट्दा केही फरक परेर म सुरु गरेँ काम अब त्यो काट्दाखेरि यहाँ तार फुक्दैछ होइन करेन्टहरू लाग्नु भन्ने डर छ यसका लागि वेट गर्दै थिएँ तर छैन मान्छेहरू आफै काट्दै अब आफै स्टार्ट गरिसके कोही छैन मान्छेहरू म पनि सुरु गरेर काट्नु अब काट्दैछन् नि खिच्दै काट्दै यहाँ मच्छरहरू टर्नु लागेको रहेछ होइन छन् मान्छे टर्नै छन् गर्दैछन् कामहरू आफ्नो पाराले गर्दैछन् कसैले केही भनेर सोध्न पनि परेन काट्यो होइन गर्दैछन् आफ्नो पाराले 6 बजे भनेर 7 बजे आएर मान्छेहरू कस्तो काम गरेँ म देखाउँदैछु है अब घाम चर्किसकेछ अब काम त के होला त यहाँ अब ल अब देखाउँछु म कस्तो छ है यहाँ काम भएको अब 6 बजेको बिहानै थियो होइन शीतल थियो त्यति बेला काम त हुन्थ्यो अब यो घामको बेलामा के काम गर्थ्यो अरे मान्छेहरू अब म देखाउँदैछु होइन काम गरेँ अब गर्न त गरेँ यहाँ चाहिँ बाँसहरू चाहिँ तारतिर छोइरहेको रहेछ यसलाई चाहिँ काट्दैछन् यहाँ काम गरेको यही हो काम गरेको के गरेको सेमै छ अब केही फरक त छैन यहाँ गर्दैछ अगाडितिर बोकेको छ मान्छेहरू पारा ल बाँस काट्दैछौँ हामीहरू है केही त फरक त छैन सेमै देखिरहेछ यहाँ चाहिँ तारहरू छोएको रहेछ त्यो फाल्न चाहिँ यहाँ काट्दैछन् कोही बाँस होइन म यसो काम गरेको दृश्य देखाउँदैछु होइन काम त खोइ भयो जस्तो लागेन मलाई झनै फोहोर बनाए जस्तो लाग्यो मलाई त होइन अब यही हो काम गरेको मान्छेहरू आफ्नै पाराले गरे ठिकै छ कोही छैन मान्छे हेर्ने मान्छे नभएपछि के हुन्छ त अब होइन यही हो अब काम गरेको म गर्दै थिएँ गर्दै आएको म पनि होइन मलाई कस्तो छ भनेर गर्दैछन् मान्छेहरू गइसके अरू त यहाँ चालु नै छ केही फरक छैन है सेमै छ मान्छे नभएपछि मान्छे नभएको ठाउँमा कस्तो हुन्छ त होइन आफ्नो काम होइन सार्वजनिक काम हो अनि कोही गर्ने कोही ठग्ने म जस्ता नि हुन्छन् कतिपय मान्छेहरू होइन के ठग्ने म पनि काम गरेँ यसै काम गरेर होइन म आएको देखाउनलाई केही फरक छैन होइन म यही दृश्य मेरो गाउँको होइन गाउँ दृश्य यही हो काम गरेको केही फरक परेन त्यसैमै छ अब 2 दिन दिनपछि सुक्दैछ सुकेपछि फेरि देखाउने चाहिँ कस्तो थियो हाम्रो काम होइन ल अरू चाहिँ अर्को टोलको थियो अर्को सेक्टर थियो सेक्टर निस्किसक्यो हाम्रो सेक्टर अलगै थियो अब हामी त निस्किने छौँ अब अर्कोतिर अझै बाँकी नै छ हाम्रो काम यहाँ काम गर्दैछ हाम्रो साथीहरू बाँस तान्दैछन् है इस ओहो बाँस तान्दैछन् है अघि ट्राई गरेको हामीहरू नै यहाँ भएन अघि त छोडेर हिँडिदिएका थियौँ सबै बच्चाहरू थिए बच्चाले हुँदैन नाच त्यसका पक्र बार्की क्या रोके ल मान्छे माथि चढिरहेको काट्न सकिँदैन माथि चढिरह चढ्दैछ मान्छेहरू यहाँ चढिरह बाँस काट्नु गाह्रो भयो होइन यसलाई तानेर तल झरेको
ना झिनछड़े आओ सही। अरे उता पकड़ते न त हाँ आगा आगा जा आगा खोटक्या खर्च ही यति मेहनतले आयौँ काम गर्दैछ है मान्छेहरुलाई केही छैन हैन काट्ने यहाँ सिडी लेडर सेडर छैन ल यसरी काट्दैछ खोटकेतै पनि आया झिनकसी हो कर्नमा ब्याम्बो काम खतम ल यो अब त्यस्तै काट्ने काटियो अब काट ए काम गरियो जस्तो छ है अब त पसिना पसिना भयो मान्छेले छैन मेन होइन कहाँबाट हुन्छ त नि भने जस्तो मान्छे नभएको ठाउँमा कस्तो हुन्छ आफ्नै मर्जीले काट्ने आफ्नै मर्जीले गर्ने हो ल यही हो यहीँ क्लिन गरेको अहिले बाटो चाहिँ सफाइ गरियो होइन के होइन अब अगातिर जाँदैछौँ अरू साइडतिर उहाँ जानुपर्छ अब पसिना पसिना भयो है हँसिया हराएर हँसिया खोज्न आएको छु म कहाँ गयो हँसिया थाहा छैन यहीँ राखेको थिएँ मैले अब यो हँसिया चाहिँ खोज्नु पर्ने भयो कहाँ गयो थाहा छैन होइन कहाँनिर पर्यो भयो हँसिया खोज्नु पऱ्यो हँसिया यहीँ थियो ल हँसिया खोज्नु आएको म हँसिया चाहिँ कसले लुकाइदियो कि फालिदियो कि के हो यार थाहै भएन है खोज्नु लाग्छु म हँसिया हँसिया पाएँ है मेरो नालामा रहेछ होइन हँसिया मिल गया छोटा है मेरा तो बड़ा था सो घर में भी चाहिए उसको तो पापा को लेके गया था तो बाबाको भएर मैले खोज्न आयो मतलब के सानो छ त खास काम लागेको थियो ठिकै छ काम चलाएको हुन्छ तखन है खाल्दै के ल है तारमा लाग्छ भनेर हामीहरू तान्दैछन् तारमा लाग्छ भनेर है यस्तो पुरै उछला रे ल है तारमा लाग्छ भनेर झन् उल्टो हो अब के गर्ने तारमा लाग्छ भने गरेको झन् यतैतिर लाग्यो अब तेरिका ए तारमा लाग्यो है तारमा है ए मिसन कम्प्लिट सक्यो अब काम होइन सक्यो काम अब मैसम्म गरेर आयो अब त निस्किसक्यो जनता टन्नै छन् त्यो सेक्टर चाहिँ भाग बाँडिएर रहेछ यहाँ हामी यतैबाट आउँदै थियौँ अरू यहाँबाट आउँदै छन् वहीँसम्म पुग्यो होइन काम निकै धेरै गरियो सब जनताहरू आउँदैछ निस्किसक्यो कतिपय मान्छेहरू के गर्नु दसैँ माहौल छ होइन यति गर्नै पर्दो रहेछ पुरा क्लिन भयो बाटो पनि लजाउँदैछ मान्छे हराउँदैछ होइन साइला त हामी पनि निस्क्यौँ अब सक्यो काम अब खानपिनतिर लाग्नुपर्ने हो साथी मेरो फर्स्टचोटि युट्युबको कमाइ मेरो कति छ आज गर्दैछु होइन अब टाइमै लाग्छ सायद म गरिरहेको छु मेरो युट्युबको कमाइ है साथीहरू यो कस्तो हुँदैछ एकदम खुसी लाग्दो रहेछ तर मलाई होइन पहिलोचोटि मेरो युट्युबको कमाइ हो यो हेरौँ गनेर हेरौँ कति रहेछ भनेर फटाफट काउन्ट गर्छु ल म ल यहाँ चाहिँ ६३,००० रहेछ अब यो त गर्नु पर्दैन सायद यहाँ अलरेडी छ 100 थान भनेपछि 50,000 रहेछ अब कति भयो टोटल आफै विचार गर्नु यहाँ 50,000 यहाँ ६३,००० रहेछ यही हो मेरो पहिलो युट्युबको कमाइ खुसी लाग्यो होइन तर के गर्नु अब यो आए पनि यो अब घरमा बस्ने त होइन यो म जम्मा गर्न जाँदैछु इन्सुरेन्स गर्न जाँदैछु आज इन्सुरेन्स मेरो पैसा पे गर्ने टाइम भइसकेको रहेछ
आज म यही पैसा यहाँबाट कमाएर निकालेर ल्याएर म जम्मा गर्नेछु एक्साइटेड छु खुसी लाग्यो होइन पहिलो कमाइहरू थ्याङ्क यू